साग खानु पर्यो नि त क्लाइमैक्स अभी बाकी है गर्नु पर्यो भने गाइजहरू भोक लागिसक्यो हे गाइज वेलकम ब्याक टु माई च्यानल सबजनालाई चाहिँ बिआरपी विशाल भ्लगमा चाहिँ स्वागत छ। आई होप सबजना सन्चै हुनुहुन्छ होला। यतातिर म फ्री टाइम पाइन्छु। अब हिजोको भिडियो हेर्नु भएको छ भने सबैलाई थाहा भइसक्यो होला होइन। अब आज चाहिँ नेपाल टु इन्डिया होइन, सो थम्बनेल हेरेर पनि थाहा भइसक्यो होला तपाईँहरूलाई। अहिले चाहिँ हामी ठिक 4:30 बजी चाहिँ अब घरबाट बाटो लाग्दैछौँ। हेर्नु सक्नुहुन्छ यति अँध्यारो छ होइन। सो अब हाम्रो चाहिँ 3 दिनको यात्रा छ गाइजहरू। अब 3 दिनको यात्रामा के हुन्छ के कस्तो हुन्छ तपाईँहरूलाई देखाउने नै छु गाइजहरू। सबजनाले चाहिँ फुल वाच गरिदिनु होला, लाइक सेयर सब्सक्राइब गरिदिनु होला, अनि चाहिँ कमेन्ट गरिदिनु होला कस्तो छ भ्लग। सो फाइनली अहिले चाहिँ हामी हेर्दैछौँ होला गाइजहरू। देख्न सक्नुहुन्छ यो हाम्रो सानो भिडियोमा थाहा आइसकेको छ केटाहरू। मम्मी पछाडि हुनुहुन्छ। बाटो यस्तो खतम छ होइन गाइजहरू। सो अब हामीले चाहिँ हाइसलाई कुर्नुपर्छ गाइजहरू। हाइसमा चाहिँ के कस्तो हुन्छ सब तपाईँहरूले देखाउनु छ गाइजहरू। लास्टमा भिडियो हेरिदिनु होला। चाहिँ गाउँ देख्न सक्नुहुन्छ झुला होला टक्क रातिको समयमा। सो गाइज अहिले चाहिँ बिहान भइसक्यो होइन। अहिलेसम्म गाडी पनि आएको छैन। अब चाहिँ आउँछ होला सायद होइन, 10-15 मिनटमा गाडी आउँछ होला सायद होइन। गाडी देख्न सक्नुहुन्छ अहिले चाहिँ उज्यालो भइसक्यो गाइजहरू। आज चाहिँ हामी बस्ती घरहरू छोडेर चाहिँ जाँदैछौँ रेडी होइन। केटाहरू के छ कस्तो हुन्छ आजको हाम्रो चाहिँ अब हाम्रो 3 जनाको अनि उतातिरबाट चाहिँ ड्राइभर छोडेर। सो त्यही नै अब राम्रै हुन्छ होला सायद होइन। अहिले चाहिँ उज्यालो भइसक्यो डाँडा काँडा टक्क दामीको होइन। गाइज फाइनली गुड मर्निङ सबलाई चाहिँ होइन। बिहान ठक्क हामी चाहिँ अहिले 4 बजी चाहिँ हाम्रो सिफ्ट हुँदैछ गाइजहरू। हाम्रो टोलीहरू चाहिँ अगाडि हिँडिरहेछ। देख्न सक्नुहुन्छ लाएर देख्न सक्नुहुन्छ टरक रोकिरहेको छ बाउडरको छेउमा होइन। हाम्रो चाहिँ कपिललाई होइन। सो देख्न सक्नुहुन्छ बाउडरको नजिक पुगी आँटिन सक्यौँ होइन। यहाँनिर चाहिँ नेपालको बाउडर छ। हामी चाहिँ यतातिर छौँ गाइजहरू। देख्न सक्नुहुन्छ टक्क लाएर म देखिन सक्यो भन्दा यसो अब च्याटो भरेर चाहिँ देखिनु पऱ्यो नि त कहिले हाम्रो टिम होइन। कहिले चाहिँ मान्छ पनि कोही छैन। सो फाइनली हामीले चाहिँ बाउडर क्रस गरिसक्यौँ गाइजहरू होइन। टक्क लाएर बाउडरदेखि यता आइसक्यौँ। हामी देख्न सक्नुहुन्छ बाउडर चाहिँ यहाँनिर चेकिङ भइरहेको छ। सो फाइनली हामी चाहिँ यतातिर आइसक्यौँ। अब चाहिँ 5 मिनटमा चाहिँ हामी स्टेसन पुगिहाल्छौँ गाइजहरू। टक्क यतातिर बस लागिरहेको छ इन्डियाको बस आइरहेको छ बिहान। सो गाइज फाइनली हामी चाहिँ स्टेसनको नजिक पुगिसक्यौँ भन्ने देख्न सक्नुहुन्छ स्टेसन होइन। टक्क अहिले चाहिँ दामी भइरहेको छ है। यतातिर चाहिँ दामीको बनाइरहेको छ नि देख्न सक्नुहुन्छ। यतातिर टक्क पेन्टिङ पनि खतरा बवाल पेन्टिङ भइरहेको छ होइन। सो दाइहरू अघि गइसक्यो होइन। हामी जाँदैछौँ गाइजहरू। टक्क देख्न सक्नुहुन्छ गाडीहरू यतातिर पनि छन्। सो अब हामी चाहिँ गेटदेखि भित्र छिर्दैछौँ। के गाइजहरू गयो त देख्न सक्नुहुन्छ हामी स्टेसनमा छौँ होइन। टक्क लाएर अहिले चाहिँ 3:08 गइसक्यो होइन। टक्क यहाँको लोकेसन होइन। टक्क यतातिरै हुँदै जाउँ। यहाँ चाहिँ टक्क रोकिरहेको छ। सो गाइज फाइनल्ली हामी चाहिँ अहिले रेलमा चढिसक्यो होइन। स्टार्ट भइसक्यो देख्न सक्नुहुन्छ टक्क लाएर। हाम्रो केटाहरू यहाँनिर चाहिँ सबैले त हाम्रो केटाहरू चाहिँ यहाँनिर छन् होइन। चाहिँ यहाँ छौँ टक्क स्टार्ट भइरहेको छ रेल। हेलो गाइजहरू फाइनली हामी चाहिँ रेलमा पुगिसक्यौँ होइन। टक्क बसी पनि सक्यौँ होइन। देख्न सक्नुहुन्छ सानो म सफल त्यहाँनिर छ होइन। टक्क खाली छ अहिले चाहिँ होइन। अब पछि चाहिँ अब भरिन्छ। सो अब अघिको भिडियो चाहिँ बनाउन पाइएन चाहिँ त्यसको लागि सरी। अब के भन्छ चार्जर थिएन नि त गाइजहरू। चार्जर नभएको कारण चाहिँ अब मोबाइलमा चार्जर नभएर चाहिँ अब के बनाउने त्यो बनाएको छ गाइजहरू।
सो अब चाहिँ लगातार हुन्छ होइन अब किनभने चाहिँ त्यो डेटमा चाहिँ चार्जरको व्यवस्था पनि हुन्छ नि त यहाँनिर चाहिँ चार्जरमा लागि चाहिँ गाइजहरू चार्ज लगाएपछि अब चाहिँ भिडियो फुल अब चाहिँ कन्टिन्यू भिडियो भन्छ होइन सो अब ननिद्याएपछि नसुतेपछि चाहिँ हाम्रो कन्टिन्यू भिडियो आउँछ गाइजहरू नत्र फेरि हुँदैन ल्याउनु सक्नुहुन्छ अहिले स्टार्टै भइरहेको छैन होइन तपाईँ ल्याउनु सक्नुहुन्छ यहाँ पुरै ठुलो स्टेसन होइन टक्क यतातिर मान्छे छैन सो स्टार्ट भएको छैन अब स्टार्ट भएपछि देखाउने छु तपाईँहरूलाई फाइनल गाडीहरू अहिले चाहिँ गाडी हिँडिसक्यो देख्न सक्नुहुन्छ होइन स्टार्ट भइसक्यो टक्क हिँडिरहेको छ होइन यतातिर पनि मान्छेहरू छन् होइन धेरै केटाहरू अब टक्क हिँडिरहेको छ स्टार्ट भइरहेको छ होइन देख्न सक्नुहुन्छ बाल्ला पनि यस्तो छ होइन पुरै छोड्ने छ बवाल छ बाल्ला पनि होइन ठक्क चम्किरहेको छ पारी चाहिँ देखिरहेछ यो पारीको चाहिँ गाडी हिँड्ने पुल हो होइन पारीको यो चाहिँ रेल हिँड्ने हो न गाइजहरू यहाँनिर चाहिँ गाइजहरू पानी छ होइन उतातिर चाहिँ पानी छैन देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ पानी छ है टक्क दामीको गाइज देख्न सक्नुहुन्छ यति लामो छ है रेल टक्क गइसक्यो होइन टक्क देख्न सक्नुहुन्छ यताको लोकेसन होइन अहिले अब दामीको लोकेसन आइरहेको छ होइन गाइजहरू गाइज अहिले चाहिँ हामी यहाँनिर चाहिँ पुरा हल्का मजाक बाउली हल्का फुल्का मजाक गर्दैछौँ होइन हेर्नुहोस् न होइन कहिले चाहिँ अँध्यारो भइसक्यो गाइजहरू देख्न सक्नुहुन्छ होइन यताको अँध्यारो भइसक्यो होइन टक्क अब भइसक्यो कि देख्न सक्नु हेलो गाइज फाइनली अहिले चाहिँ हामी रात परिसक्यो होइन देख्न सक्नुहुन्छ होइन रात परिसक्यो यता झ्याल खोलेर पनि देखाउने छु होइन टक्कर हेर्न सक्नुहुन्छ रात परिसक्यो गाइजहरू स्पिड हेर्नुहोस् रेलको अब टक्क लगाएर सुत्नुपर्छ गाइजहरू होइन अब 1-2 घन्टा सुतेपछि चाहिँ हामी बिहान चाहिँ 10-11 बजी चाहिँ पुग्छौँ गाइजहरू पुगेपछि चाहिँ हामी चाहिँ तपाईँहरूलाई थाहा नै भइहाल्छ गाइजहरू अब चाहिँ हामी अब के भन्छ अब चाहिँ नास्ता खानु पऱ्यो नि त गर्नु पऱ्यो भने गाइजहरू सो गाइज फाइनल्ली रेलको इन्जिन आउँदैछ है गाइजहरू देख्न सक्नुहुन्छ इन्जिन आउँदैछ यहाँनिरबाट आउँदैछ इन्जिन गाइजहरू अहिले यो पनि हिँड्दैछ हाम्रो ट्रेन पनि हिँडिसकिरहेको छ है हेर्नु सक्नुहुन्छ हाम्रो ट्रेन पनि हिँड्दैछ त्यो कुकुर मऱ्यो क्या आफ्नो कहाँ कुकुर चाहिँ आस्न गएको छ गाइज अहिले चाहिँ यहाँबाट चाहिँ हिँडिसक्यो गाइजहरू होइन टक्क अहिले चाहिँ हामी चाहिँ खानासाना खाएर चाहिँ नास्ता खाएर चाहिँ अब हिँडिसक्यो होइन अब चाहिँ सुत्नुपर्छ अब आधा 1 घन्टामा चाहिँ निद लागिहाल्छ गाइजहरू अनि त्यसपछि चाहिँ अब बिहानतिर बाइक आएर लगाएर अहिले चाहिँ देख्नु सक्नुहुन्छ यताको माहौल होइन अँध्यारो भइसकेको छ गाइजहरू हेलो गाइज मर्निङ बसिरहेको छ यो चाहिँ त्यता सुतिरहेको छ अनि अरू दाइहरू सुतिरहेको छ देख्न सक्नुहुन्छ बिहानको मौसम दामी छ हावा आइरहेको छ गाइजहरू सो अब अहिले चाहिँ 6-7 बजिसक्यो होइन अब 10-11 बजी चाहिँ हामीहरूलाई चाहिँ खडगपुर फाल्छ त्यसपछि चाहिँ खडगपुरदेखि चाहिँ म 2 बजे 3 बजे भएको ट्रेनमा चढेर चाहिँ म फेरि बिसनपुर आउँछु गाइजहरू केटाहरूलाई चाहिँ सो बबाले भइरहेको छ यतातिर चाहिँ अब चाहिँ बिहानै उठेर चाहिँ अब के आचेर खाने अलि चियासिया यताउता खानु पऱ्यो गाइजहरू टक्क लगाएर बजारसम्म गरी चाहिँ हामी चाहिँ अहिले खडगपुर बुढा हाटमा आइसक्यौँ गाइजहरू देख्न सक्नुहुन्छ अहिले चाहिँ हाम्रो रेल रोकिरहेको छ अब चाहिँ 10 किलोमिटरमा चाहिँ हाम्रो चाहिँ रेल चाहिँ खडगपुर पुग्छ गाइजहरू त्यही हो सो फाइनल हाम्रो केटाहरू हेर्दैछ नि अब एउटा चाहिँ बाहिर टोइलेटतिर गइरहेको छ गाइजहरू टक्क अब चाहिँ 5 मिनटमा चाहिँ हामी खडगपुर पुग्नेवाला छौँ गाइजहरू
गाइस फाइनली हामीसँग झरिसक्यौँ देख्न सक्नुहुन्छ होइन टक्क लाएर यता चाहिँ खाली भइसक्यो होइन अब चाहिँ हामी अलि अगाडि जानुपर्छ गाइजहरू अहिले चाहिँ हामी चाहिँ झरिसक्यौँ होइन देख्न सक्नुहुन्छ मान्छेहरू पनि धेरै छन् होइन यतातिर चाहिँ हेलो गाइजहरू फाइनली हामी चाहिँ अहिले अटोबाट झरिसक्यौँ होइन स्टेसनदेखि पनि आइसकेर अटोमा झरिसक्यौँ होइन टक्क देख्न सक्नुहुन्छ केटाहरू होइन म पनि अब 2 बजी चाहिँ मेरो चाहिँ अब अर्को ठाउँ जाने टिकट छ भने गाइजहरू सो अब चाहिँ हामी चाहिँ अब 2 बजे भेटिन्छौँ गाइजहरू ल बाई बाई सो गाइज फ्यामिली म चाहिँ अहिले स्टेसन सो गाइज फ्यामिली म चाहिँ अहिले अटोबाट झरिसकेँ अटोबाट झरेर चाहिँ अब भाइलाई चाहिँ साइकल लिएर आइरहेको छ भाइले भनेर साइकल ल्याउन आइरहेको सो गाइज फाइनल्ली मैले चाहिँ भाइले साइकल लिएर आइज भनेर आइरहेको छ गाइजहरू भाइ चाहिँ कता गइसक्यो र अहिलेसम्म आइरहेको छैन त्यो हिँड्दै आइरहेको छु गाइजहरू भाइसँग भेटेपछि चाहिँ अब र गाइजहरू सो अब चाहिँ यतातिर चाहिँ गर्मी धेरै छ गाइजहरू घाम धेरै छ क्या देख्नु सक्नुहुन्छ पुरै घाम चाहिँ गर्मी चाहिँ बढी छ सो अब चाहिँ फाइनली अहिले चाहिँ म रुममा पुगिसकेँ गाइजहरू सक्नुहुन्छ गेट खुल्लै छ सो गाइज फाइनली अहिले चाहिँ घामले चाहिँ यताउता भइसक्यो लुगा बिछाउन लागेको छु सो अब लुगा सुगा भिजाएर फेरि सुन परेन अब टक्क बेला घाम छ टक्क चाहिँ सरबमा बिछाउनु पऱ्यो सो गाइस फ्यामिली अहिले चाहिँ खाना खाएर चाहिँ यहाँ चाहिँ अहिले आराम गर्न लागिसक्यो लुगा पनि धुइसक्यो भने गाइजहरू देख्न सक्नुहुन्छ यतातिर लुगा सुकाइराखेको छु सो अब चाहिँ एकछिन आराम गरेर चाहिँ बल खेल्न जानुपर्छु अहिले चाहिँ आराम गर्दैछु है गाइजहरू सो गाइज फाइनली अहिले चाहिँ हामी बल सल खेलेर चाहिँ आइसक्यौँ भन टक्क लगाएर अब चाहिँ रुममा जान लागेको सो रमाइलो भयो गाइजहरू त्यही हो सो गाइज अब चाहिँ अर्को नेक्स्ट भ्लगमा भेट्दैछौँ के कस्तो बनिसक्नु होला होइन त्यही नै हो गाइजहरू सो नयाँ सब्सक्राइब गर्नु होला पुरानो चाहिँ बेल आइकन अलमा राख्नु होला सो लभ यु बाई बाई सबजनालाई चाहिँ